उता अगाडिसम्म छ हामीले यो जाम हेरेको 10 मिनट होइन 10 घन्टा पनि होइन 1.5 घन्टा भइसक्यो हामीले हेरेको कति लामो छ यो यिनीहरूलाई कतिखेर जाम राति नै हुन्छ होला ल हेर्नु त उतासम्म छ तपाईँहरूलाई हामी देखाउँछ भने उतासम्म छ यो भिड बाइकको फाइदा त धेरै रहेछ बाइकको फाइदा त सानो जानुहुन्छ भने गाडी बाइकमा स्कुटीमा आउँदै जित्छ गाडीमा भन्छ चाहिँ छिटो पुग्नु छ भने आनन्द पुग्नु छ भने चाहिँ गाडीमा आउँदा ठिक होला हेर्नु न कति लामो छ यहाँसम्म छ खोला पारीसम्म छ हेर्नु त हामी चाहिँ बाइकमा गएर आरामले यिनीहरूलाई दुःख छ त्यहाँसम्म भिडियो बनाइहालेँ भने भिडियोमा उयो गर्नुपर्छ हेर्नुहोस् न गाइज कति लामो छ बोका हेर्ने हो गाइज सुन्यो बोका हेर्ने हो यो बोकै बोका हो सबै हेर्नु न कति लामो छ हेर्ने हो गाइज छोरी खोल्छु बोकेर बोक बोक्ती हुनु हेर्नु है कति धेरै छ तपाईँहरूलाई सोच्यो भन्दा धेरै म त मरेँ नि बाबा कसम बुन्छन् होला हौ यो उमा बस्ने मान्छे त उता अगाडिसम्म छ खोला पारी पहिरो गएर घाम लागिरहेछ पानीले कति राम्रो डाँडा सरी है गाइज हामीले क्यामेरा किन हल्ला छौँ हामी भन्छौँ कि यहाँ बाटो खराब छ र बाइक चल्दैन बाबा म र मम्मी भिडियो गरिरहनु भयो म बोल्दा म पनि बोलिरहनु भएको अनि अगाडिको भ्यू हेर्नु त अगाडिको भ्यूहरू कति राम्रो तर जाम कति धेरै है छोरी घाम कति रसिला हिमाल चाहिँ हेर्नुहोस् न कस्तो राम्रो भिड होइन कति धेरै यो भिड मैले कसो भन्ने हो अनि जिन्दगीमा कहिले पनि देखेको गाइज मैले यो जामको हामी लास्टमा परेको भए कहाँ हुन्थ्यौँ यतिखेर आँखै दुखो साथै चस्माले त आँखा दुखिहाल्छ चस्मा भना मान्छे सुतिरहन् कतिखेर पुगौँ र उठाउँ भन्न हो उता परसम्म छ हेर्नुहोस् है जतिसम्म हुन्छ त्यतिसम्म भिडियो गर्छ नि तपाईँ हेर्दै बस्नुहोस् मेरो मुन्टो दुखिसक्यो हेरेर नहेर न मलाई भिडियो बनाइरहेको छु फाइनली सिद्धिरहेको फाइनली भनेको फेरि आयो फाइनली हुँदैन बाबा यो कहाँसम्म हो हेर्दै जाउँ अगाडि के रहेछ ल छोरी ल पुलिस छ कि पुलिसले रोकेर पुलिसले दया पनि हुनुपर्छ नि त कति मान्छेको यहाँ खलास पहिला भन्दा राम्रो त मै भिडियो बनाउँछु क्यामेरामै राम्रो पक्रिन्छु तर सिकाउनु भएको नै तपाईँले मलाई कति हिँडेर गाडी कसरी गर्नुभएको मामु तपाईँ सिधा राख्नु न सिधै छ छोरा अब हलिन्छ त नि क्यामेरै हलिन्छ त के मैले हेर्नु कति धेरै गाडी हल्लाइकन राखेको सिधा अगाडि त देखाएको त नि सिधा छैन गाइजहरू सिधा त कसम यति लामो जाममा त मान्छेहरू मर्छन् हौ बाइलै मान्छे त सुतिरहेको अब चाहिँ हाम्रो नि स्टप भएछ होइन हो हेर्नु त नि हेर्नु त बाइकले गर्दै जाम भएको अरे